नमस्कार। मृगौला पत्थरीको शल्यक्रिया विभिन्न प्रकारले गरिन्छ, जसमध्ये आजकल अत्याधुनिक उपकरणको सहयोगले लेजर प्रविधिबाट बिना चिरफार गरिने उपचार विधिको नाम भनेको आरआइआरएस हो। आरआइआरएस भन्नाले एउटा फ्लेक्सिबल टाइपको युरेटेरोस्कोप हुन्छ जुन पिसाबको नल्लीबाट मृगौलासम्म पुर्याउन मिल्ने र मृगौलाको जुनैसुकै घरमा पसाउन सकिने एउटा फ्लेक्सिबल टाइपको स्कोप हुन्छ, जुन स्कोपको भित्रबाट हामीले लेजरको रौँ जस्तो एउटा लेजरको फाइबर चाहिँ त्यहाँबाट पठाउँछौँ र त्यो भनेको एउटा एनर्जी सोर्स हो र ढुङ्गालाई त्यही किडनीभित्रै धुलो बनाउने गर्छौँ। धुलो भएको ढुङ्गाहरू चाहिँ पछि पिसाबको माध्यमबाट आफै तल झर्ने गर्दछ। यो विधि भन्नाले प्राय 2 सेन्टिमिटर भन्दा सानो पत्थरीहरूको लागि हामी रोज्ने गर्छौँ, नरम पत्थरीको लागि रोज्ने गर्छौँ र बिरामीलाई कतै चिरफार गर्न पर्दैन, लामो समयसम्म अस्पतालको भर्ना गर्न पर्दैन। जम्मा 1 दिन जति भर्ना गरे पुग्ने हो, अघिल्लो दिन डिस्चार्ज हुन्छन्, अर्को 1 दिन 2 दिनमा चाहिँ बिरामी आफ्नो सामान्य काममा फर्किन सक्नुहुन्छ र खर्च वर्चको हिसाबको कुरा गर्ने हो भने रिलेटिभली अरू विधिभन्दा यो चाहिँ सस्तो हुन्छ। र यसमा अर्को चाम कुरा के भन्दाखेरि यसको स्टोन क्लियरेन्स भनेको अत्यधिक नै राम्रो हुन्छ। हालैमा हामीले यता वीरगञ्ज मेडिसिटीमा चाहिँ लेजर भित्र्याएका छौँ, यो स्कोप पनि भित्र्याएका छौँ र आरआइआरएस सुरु गरिसकेका छौँ। तसर्थ बिरामीहरूलाई मृगौलाको पत्थरीको उपचारको लागि यही विधिबाट उपचारबाट लाभ लिनको लागि अनुरोध गर्दछु। हस्, धन्यवाद।